टिकटकमा हेरेको भिडियो अथवा वाच हिस्टोरी कसरी डिलिट गर्ने आजको यस भिडियोमा जानकारी गराउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र च्यानललाई लाइक र सब्स्क्राइब गरिदिनुहोला। सबैभन्दा पहिलो तपाईँ आफ्नो टिकटक ओपन गर्नुहोस्। म आफ्नो टिकटक ओपन गरेँ। टिकटक ओपन गरिसकेपछि टिकटक प्रोफाइलमा क्लिक गर्नुहोस्। टिकटक प्रोफाइलमा क्लिक गरिसकेपछि टिकटकमा थ्री लाइनको अप्सन छ। यो थ्री लाइनको अप्सनमा क्लिक गर्नुहोस्। थ्री लाइनको अप्सनमा क्लिक गरिसकेपछि सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नुहोस्। सेटिङ एन्ड प्राइभेसीमा क्लिक गरिसकेपछि यहाँ तल स्क्रोल गरेर आउनुहोस्। स्क्रोल गरेर आइसकेपछि यहाँ चाहिँ एक्टिभिटी सेन्टर यसमा क्लिक गर्नुहोस्। एक्टिभिटी सेन्टरमा क्लिक गरिसकेपछि वाच हिस्टोरीमा क्लिक गर्नुहोस्। वाच हिस्टोरीमा क्लिक गरिसकेपछि यहाँ जति तपाईले टिकटक हेर्नु भएको छ त्यो सबै यहाँ आएर सेभ रहन्छ र यो सबैलाई डिलिट गर्नको लागि यहाँ माथि थ्री लाइनको अप्सनमा क्लिक गर्नुहोस्। थ्री लाइनको अप्सनमा क्लिक गरिसकेपछि सिलेक्टमा क्लिक गर्नुहोस्। सिलेक्टमा क्लिक गरिसकेपछि यो सबै डिलिट गर्नको लागि यहाँ तल छ सिलेक्ट अल वाच हिस्टोरी, यसमा क्लिक गर्नुहोस्। सिलेक्ट अल वाच हिस्टोरीमा क्लिक गरिसकेपछि डिलिटमा क्लिक गर्नुहोस्। डिलिटमा क्लिक गरिसकेपछि यहाँ डिलिटमा फेरि क्लिक गर्नुहोस्। डिलिटमा क्लिक गरिसकेपछि यहाँबाट डिलिट भइसक्यो। यहाँ छ नो वाच हिस्टोरी एभाइलेबल, सबै भिडियो डिलिट भइसकेछ। यो तरिकाले तपाईँ पनि आफ्नो टिकटकबाट वाच हिस्टोरी डिलिट गर्न सक्नुहुन्छ। हेरेको भिडियोहरूलाई डिलिट गर्न सक्नुहुन्छ। भिडियो राम्रो लाग्यो भने लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियो हेर्नको लागि धन्यवाद।